क्लास 12 म्याथको एकदमै इम्पोर्टेन्ट क्वेसन डेरिभेटिभ एल हस्पिटल रुल आएर कसरी सल्भ गर्ने यस्ता क्वेसनहरू भनेर आज मैले भिडियो लिएर आएको छु। यो भिडियोमा चाहिँ हामीले यहाँले जसको फर्म 0/0 छ यो क्वेसनलाई सल्भ गर्ने लागि एकदम सजिलो तरिका सिकाउन गइरहेको छु। क्वेसन रहेको छ tan x - x/x - sin x र यसको फर्म छ 0/0। अब यसलाई सल्भ गर्नको लागि हामीले के गर्नुपर्छ त भन्दाखेरि तल र माथि डिफरेन्सिएट गर्नुपर्छ बेग्ला बेग्लै x को रेस्पेक्टमा। सो x को रेस्पेक्टमा डिफरेन्सिएट गर्दाखेरि के हुने रहेछ हेरौँ त लिमिट x टेन्ड्स टु 0 d/dx tan x माइनस x d/dx tan x भनेको के हुन्छ त sec स्क्वायर x हुन्छ माइनस x को भनेको 1 हुन्छ र x को तलको पनि 1 माइनस sin x को cos x हुन्छ। अब यहाँले sec स्क्वायर x छ यसलाई पनि अहिले हामीले यहाँ x को ठाउँमा 0 राख्यो भने 1 माइनस 1 0 बाई 1 माइनस 1 0 0/0 के फर्ममा छ भनेपछि यसलाई अझै फर्दर हामीले के गर्नुपर्नेछ त एल हस्पिटल रुल लगाउनु पर्नेछ। तर यो सेक स्क्वायर एक्सलाई लगाउनु भन्दा यसलाई हामी टेनको फर्ममा लगाउँ। टेनको फर्ममा लगाउँ भन्नाले हामीलाई के थाहा छ भन्दाखेरि सेक स्क्वायर एक्स प्लस टेन स्क्वायर एक्स के हुन्छ त 1 हुन्छ भनेपछि सेक स्क्वायर एक्स माइनस 1 मा हामीले यसरी टेन स्क्वायर एक्स लेख्न सकिने रहेछ। सो यहाँलाई हामी टेन स्क्वायर एक्स लेखौँ डिवाइडेड बाई 1 माइनस cos x लेखौँ। अब यसलाई के लेख्न सकियो त भन्दाखेरि लिमिट x टेन्ड्स टु 0 tan स्क्वायर x भनेको sin स्क्वायर x डिवाइडेड बाई cos स्क्वायर x हुन्छ र 1 माइनस cos x लाई जस्ताको तस्तै लेखौँ। अब के हुन्छ लिमिट x टेन्ड्स टु हाम्रो 0 छ sin स्क्वायर x भनेको 1 माइनस cos स्क्वायर x हो डिवाइडेड बाई cos स्क्वायर x 1 माइनस cos x। अब लिमिट x टेन्ड्स टु 0 यसलाई a प्लस b र a माइनस b को फर्मुलामा लेख्न सकिन्छ 1 माइनस cos x डिवाइडेड बाई cos स्क्वायर x र 1 माइनस cos x। अब यहाँ हेर्ने हो भने यो र यो काटियो यो र यो काटियो उसो भए के रह्यो त लिमिट x टेन्ड्स टु 0 1 प्लस cos x डिवाइडेड बाई cos स्क्वायर x। अब हामीले x को ठाउँमा 0 हालेको भने त 1 प्लस cos 0 भनेको 1 हो डिवाइडेड बाई cos 0 को स्क्वायर भनेको 1 को स्क्वायर भनेपछि 2/1 बराबर 2/1 इक्वल्स टु 2 हाम्रो के रहेछ त एन्सर रहेछ।